उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। देशभरिका 18वटा एफएम रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गएको 2 सातादेखि हामीले कृष्ण धरावासीको नयाँ उपन्यास आधा बाटो लिएर आएका छौं। भर्खरै बजारमा आएको यो उपन्यास कृष्ण धरावासीको आत्मकथाको रूपमा प्रकाशित छ। कृष्ण धरावासीको वास्तविक नाम कृष्ण प्रसाद भट्टराई हो। कुल 384 पृष्ठ रहेको उपन्यास आधा बाटोको गएको श्रृंखलामा हामीले कृष्ण धरावासीको बाल्यकालका रमाइला प्रसंगहरू सुन्यौं। बाल्यकालका उहाँका प्रसंगहरू अझै बाँकी नै छन्। सुनौ पृष्ठ 34 देखि आधा बाटो अच्युत घिमिरेको आवाजमा। कक्षा 3 मा भर्ना भएको वर्ष एउटा नयाँ साथी हाम्रो कक्षामा आए। मेरा पुराना साथीहरूका तुलनामा ती साह्रै सरल र राम्रा थिए। सिकुटे, गोरो र मसिनो बोली भएको, राम्रा लुगाफाटा लगाउने एउटा विचित्रको मान्छे हाम्रो कक्षामा आएको देखेर हामी सबै अचम्बित भयौं। सबैले प्राय उनीलाई ठुलो ठुलो हेरिरहन्थे। हाम्रो कक्षा नै उज्यालो लाग्थ्यो। दोस्रे फुस्रे फाटेका मैला लुगा लगाएर स्कुल आउने, चुरोट खैनी खाने, तासगुच्चा खेल्ने कक्षा 3 का हामीहरूका बीच उनको उपस्थिति कुनै सभामा कृष्णको अवतरण जस्तो भयो। जन्म जन्मको सजन भूले अब के मिले सब छुराना जाए। डाक्टर शंकर उप्रेतीका छोरा, उनी मेरो बालककालदेखिका सबैभन्दा घनिष्ठ मित्र बने। उनीसँगको भेटपछि मेरो बजारिया साथ संगत बिस्तारै छुट्दै गयो। सञ्जीवको घरको वातावरण अत्यन्तै शान्त, शैक्षिक र अनुशासित थियो। त्यहाँ पुगेपछि पढ्ने, खेल्ने, रेडियो सुन्ने सबै रुटिन बन्थ्यो। लाग्छ संगत नै मानिसको चरित्र निर्माता हो। बालकले पाउने वातावरण र अभिभावकत्व नै उसको भोलिको व्यक्तित्व हो। चोर्ने, ढाँट्ने, ठग्ने, चुरोट पिउने, सिनेमा हेर्ने, आमा बुबाको आज्ञा नमान्ने भइसकेको म सञ्जीवसँगको भेटपछि आफै बाँधिएँ। मलाई कसैले अर्थी उपदेश पनि परेन, सम्झाएन। तर सञ्जीवलाई मन नपर्ने र उनलाई नसुहाउने सबै बानी र संगतहरू मैले छाडेँ। सञ्जीवको साथ छुट्ने डरले ध्यान दिएर पढ्न पनि लागेँ। सञ्जीव आएपछि हाम्रो कक्षामा अरू कसैले प्रथम हुन पाएन, तर म भने सदा उत्तीर्ण मात्र हुन्थेँ। अंग्रेजी विषय मेरो समस्या थियो। घरमा त्यो सिकाउने कोही थिएनन्, ट्युसन पढ्न सकिएन र अंग्रेजीप्रतिको हीन भावना मलाई पछिसम्म नै समस्या परिरह्यो। अंग्रेजीमा फेल नै त हुनु परेन, तर जान्दछु भन्ने आत्मविश्वास पनि कहिल्यै जाग्न सकेन। सञ्जीव मेरो बालनायक थिए। उनलाई हेरेर उनको खुसी र इच्छा मेरो सन्तुष्टि थियो। हुन त म उनलाई एउटा असल मित्रताभन्दा बढ्ता केही दिन सक्दिनथेँ। स्कुलमा खाजा खुवाउने, मिठाई खुवाउने, डुलाउन लैजाने, आर्थिक खर्च सबै उनकै हुन्थ्यो। पछि म पनि सञ्जीवलाई सायद बानी भएँ। मसँग कुनै कारणले भेट नभए वा छुट्टीमा उनी कहाँ म नपुगे मलाई खोज्दै सञ्जीव 7 पत्रेसम्म आइपुग्थे। हाम्रो घरमा सञ्जीव आउँदा घरभरि सबैलाई हर्ष लाग्थ्यो। आमा बुबा, दिदीबहिनीहरू खुसीले गदगद हुन्थे। एउटा राम्रो सानो बोली भएको केटोलाई हाम्रा घरका सबैले अति माया र आदर गर्थे। हाम्रो घरमा पनि सञ्जीव आए भन्ने भावनाले म पुलकित हुन्थेँ। मलाई नमजा चाहिँ त्यस बेला लाग्थ्यो जब हाम्रो घरमा आएको बेला सञ्जीवलाई केही मिठो कुरा खुवाउन पाइँदैन थियो। कतिपल्ट मैले सञ्जीवकोमा खाना खाएको थिएँ। त्यस्तो खाना त हाम्रो घरमा कहिल्यै सम्भव हुन्थ्यो र। एक दिन सबैले कर गरेर सञ्जीवलाई हाम्रोमा खाना खुवायौं। लाल धानको मोटो चामल र झोल हालेको सिमीको तिउन थियो। सञ्जीवलाई त्यो खाना निल्न परेको कठिनाई घरका सबैले अनुभव गरे। डाक्टर शंकर उप्रेती 2026 सालमा शनिश्चरी अर्जुनधारा आउनुभएको हो। सरकारी जागिरबाट राजीनामा दिएर स्वतन्त्र पेशा अपनाउन उहाँ हाल रहेको अर्जुनधारा 2 मा घर बनाई त्यही घरमा अस्पताल सञ्चालन गराउन थाल्नुभयो। 2026 सालमा शनिश्चरी बजार झापाको एक अत्यन्तै चल्तीको बजार थियो। पहाडको फेदीमा बसेको एक प्रमुख व्यापारिक केन्द्र नै थियो त्यो।
बाक्लो जनघनत्व भएको र पहाड मधेसको सङ्गमका रूपमा रहेको यस ठाउँमा वास्तवमा एक राम्रो चिकित्सकको खाँचो थियो। त्यसबेला शनिश्चरीमा केही अनुभवी स्वास्थ्य सहायकहरू मुरली भट्टाचार्य र सुब्बा थिए। उनीहरू सबैलाई डाक्टर नै भनिन्थ्यो। पछि मुरली चाहिँ सिलिगुडी गए। भट्टाचार्य र सुब्बा भने अझै पनि सेवा गरिरहेकै छन्। डाक्टर शङ्कर उप्रेती शनिश्चरीमा स्थायी चिकित्सकका रूपमा आएर बसिदिएपछि यस क्षेत्रका मानिसहरूलाई साह्रै ठूलो राहत मिल्यो। एक अनुभवी एमबीबीएस डाक्टर शङ्कर उप्रेतीले यस क्षेत्रका जस्तै रोगीहरूलाई पनि सेवा पुर्याउनु भयो। प्रसुति सेवामा त त्यसबेला झापामा उहाँ नै एक अत्यन्त सफल डाक्टर मानिनुहुन्थ्यो। मेची अञ्चल अस्पताल बन्नु अघि डाक्टर शङ्कर उप्रेतीले पहाड र मधेसका बिरामीहरूको अत्यन्तै ठूलो चाप सहनु परेको थियो। तर मेची अञ्चल अस्पताल निर्माण भइसकेपछि उत्तरी भेगका बिरामीहरू त्यति धेरै भद्रपुर गएनन्। दयालु र दार्शनिकताले परिपूर्ण व्यक्तित्वका धनी डाक्टर शङ्कर उप्रेती मेरा एक यस्ता अभिभावक हुनुहुन्थ्यो जसको डर, प्रोत्साहन, सहयोग र माया सबै पाएर म हुर्केँ। सञ्जीवकै जत्तिकै संरक्षण पाएर म बढेँ। रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया रे। भरे के खाने भन्ने समस्याले कहिले नछाडेको हाम्रो घरले छोरीहरूलाई पढाउन सकेन। मभन्दा 4 वर्ष जेठी दिदी कमला हुर्किसकेकी थिइन्। मधेस आएर पनि आमा बुबाहरूले व्यवस्थित हुने प्रयास गर्दा गर्दै दिदीको उमेर 16 वर्षको भइसकेको थियो। माइली बहिनी चन्द्रा साइली सानीमा काममा बसेर पेट पालिरहेकी थिए। 2021 सालकी टीका काखकी छोरी भएर पनि त्यसले स्कुल देख्न पाएकी थिएन। – 2028 साल फागुनमा बुधबारे 6 बस्ने श्री टीका प्रसाद मैनालीसँग दिदीको विवाह भयो। घरको अवस्था कमजोर नै भएको भए पनि ऋणपान गरी राम्रैसँग दिदीको विवाह भएको मलाई स्मरण छ। दिदीको विवाहमा पनि मामाहरूको त्यति राम्रो सहयोग थिएन। विवाहपछिको चैत्र महिना बेहुलीले घर बस्नु हुँदैन भन्ने मान्यता अनुसार दिदीलाई मैतारू फर्काउन ल्याई चैत्रभरि माइतै छोडेर भिनाजु फर्कनु भएको थियो। त्यो दिन चैत्र महिनाको 19 गते बिहिबार थियो। एउटा राम्रो धार्मिक सिनेमा पारस टाकिजमा लागेको थियो। आमा, दिदी, म र छिमेकका 1-2 जना अरू पनि भई सिनेमा हेरेर राति 10 बजेतिर घर पुगेका थियौँ। हातखुट्टा धोएर सुत्न ओर्दा 11 जति बजेको थियो होला। राम्ररी निदाउन पनि पाइएको थिएन। एकाएक घरभित्र थुप्रै मान्छे पसे। सबैका हातमा लामा लामा टर्च लाइटहरू थिए। एकाएक बिउजेर हामी उठ्यौँ। उनीहरूमध्ये 2 जनाले बुबालाई सुतेकै ठाउँमा घोप्टो पारेर दुवै हात पाता फर्काएर बाँधे। आमा र दिदी गुहार गुहार भनेर कराउन थाल्नुभयो। चुप लाग भन्दै तिनीहरूले लात्तै लात्ताले दिदीलाई ढाडमा हिर्काए। बुबाले सुतेकै ठाउँबाट भन्नुभयो, भाइ हो, मान्छेलाई केही नगर, जे लानु छ लैजाओ, तिमीहरू पनि भो हल्ला नगर, उनीहरूले मागेको दिएर पठाओ। बुबाले भने पनि आमा कराउन छोड्नु भएन। एउटा मान्छेले आमाको पिठ्यौमा छुरीले हान्यो, तर छुरी नगाडिएर छुरीको धारभन्दा उल्टापट्टि परेकाले छाला मात्र सोरेर लगेछ। आमा कराउन छोड्नु भयो। त्यस बेलासम्म तिनीहरूले दराज फोरिसकेका दिदीका गहनाहरू खोजिसकेका थिए। कसरी हो आमाले दिदीको एउटा तिलहरी भने चुडाएर गुन्द्रीमुनि चेप्नु भएछ। मैले हेरेँ, हाम्रो घरभित्र 5 जना मान्छे पसेका थिए। तीमध्ये एउटाले मुखमा सेतो टालो बाँधेको थियो। बाँकी 4 जनाले अनुहारमा कालो पोतेका थिए। सेतोपट्टि बाँध्नेको बोली चिने जस्तो लाग्यो सबैलाई, तर ठम्याउन सकिएन। सबै गहना खोलिसकेको एउटाले दिदीलाई नाकको फुली फुकाल भन्यो। दिदीले त्यो फुली सानैमा लगाइदिएको र विवाहमा पनि खेल्न गाह्रो भएकाले त्यतिकै छोडिएको थियो। दिदी रुँदै यो फुली त फुक्लिँदैन भन्नुभयो। खोलिदिनुहोस् भने काट्छु भनेर त्यसले दिदीको नाकतिर छुरी पुर्याएपछि म आत्तिएर रोएँ, मेरो दिदीलाई नकाट, मेरो दिदीलाई नमार भनेर। दिदीले दुवै हातले फुली फुकाल्न खोज्दा हातमा रहेको औँठी त्यसले देखेछ। औँठी खोल भन्यो। दिदीले औँठी खोलेर दिएपछि सेतोपट्टि बाँधेले भन्यो, भो छोड्दे। दिदीको नाक नकाटी उता फर्किएपछि मलाई संसारै पाए जस्तै हर्क लाग्यो। तिनीहरूले दराज फोरेर दराजमा भएका जिनिसहरू छानिरहेका थिए। दराजमा पुराना जमानाका पैसाहरू बुबाले जतनसाथ राख्नु भएको थियो। यी पैसाहरू पछि महँगो दाममा बिक्छन् भन्नुहुन्थ्यो। कस्तै अभर पर्दा पनि बुबाले ती पैसाहरू चलाउनु भएको थिएन। तिनीहरू ती पैसाहरूलाई लाइटले ध्यानपूर्वक हेर्न थाले। दराजमा राखेको महको बोतलबाट मह खनाएर पिउन थाले। त्यसै बेला मैले सम्झेँ, साइला काकासँग खसी काट्ने लामो कत्ती थियो। उहाँ खुबै बलियो पनि हुनुहुन्थ्यो। यी बसिरहेका बेला साइला काका त्यो कत्ती लिएर आउनु भए सबैलाई काटिदिनुहुन्थ्यो भन्ने सोचेँ। तिनीहरूले थाहा नपाई बिस्तारै बाहिर निस्के। पहिलो ढोकाबाट छिरेर
दोस्रो ढोका पार गरेपछि आँगनमा पुगिन्थ्यो। त्यहाँबाट 5-7 मिनट कुदेर गए काका घरमा पुगिन्थ्यो, तर बाहिर निस्कने ढोकामा पुग्न साथ झिलिक्क भएको थियो। त्यसपछि मैले थाहा पाउँदा मलाई आमाले काखमा टाउको राखेर रगत पुछिरहनु भएको थियो। दिदीबहिनीहरू रोइरहेका थिए। बुबा सबैलाई सम्झाइरहनु भएको थियो। मेरो निधारमा गहिरो चोट लागेको रहेछ। बिहान आँगनमा काँचो बाँसका लाठाहरू देख्यौँ। तिनैमध्ये कुनै एकले मलाई हिर्काएको हुनुपर्छ भन्ने लाग्यो। छरछिमेकका मानिसहरू आए, प्रहरीहरू आए। जति आउँथे सबैलाई पालै-पालो घटनाको व्याख्या गर्थ्यौँ। चिनेको छ छैन भनी सोध्थे। सबैले चिनेको छैन भन्यौँ। वास्तवमा बुबाले डाकाको नाइकेलाई चिन्नु भएको रहेछ। त्यो नाइके त्यसको 2 महिनापछि अर्को डाका काण्डमा र डाकापछि हत्या समेतको अभियोगमा 10 वर्षसम्म जेल पर्यो। बुबाले भन्नुभयो, मैले यसलाई त्यसै बेला चिनेको थिएँ। कर्मअनुसारको फल मानिसले जहिले पनि पाउँछ, देखिन्छ, आत्तिनु हुँदैन। हाम्रो घरमा डाका लाग्यो। गरिबका घरमा त्यति धेरै त के नै थियो र। मंगलबारका दिन कैला डुब्बामा लगी एक हल गोरु बेचेको 1600 नगद रहेछ बुबासँग। 1 महिना अघि बिहे भएकी दिदीका गरगहना र लुगाफाटाहरू थिए। आमाका केही चाँदीका गहनाहरू थिए। तामा र झर्के केही भाँडाकुँडा थिए। देख्ने सुनेलाई धेरै नभए पनि हाम्रो भने सर्वस्व भएको थियो। सबैभन्दा ग्लानीपूर्ण र पीडादायी थियो दिदीको गरगहना। बिहे भएको 1 महिना पनि नपुगी सबै गहना लुटिँदा कुटुम्बका नजर तथा दिदीको रहर सबै कुण्ठित भएको थियो। डकैती लागेपछि भिनाजुलाई खबर पठायौँ। भिनाजु र उहाँकी आमा आउनुभयो। मेरो निधारको चोट, आमाको ढाडको घाउ, बुबाका नारीमा भएको डोरीको डाम, दिदीका ढाडमा देखेका नीला नीला दागहरू सबैले त्यो रातको हाम्रो अवस्थाको चिच्चाइ चित्रण गरिरहेको थियो। दिदीकी सासूले हामी सबैलाई सहानुभूति दिनुभयो। बिनाजुले ढाडस दिनुभयो। कुटुम्बले के भन्लान् भन्ने पीरले भाँचिनुभएका बुबालाई केही राहत मिलेको थियो। तर भिनाजु र उहाँकी माता हामीलाई भेटी फर्केर जाँदा बाटामा कान्छा मामासँग भेट भएछ। उहाँले भन्नुभएछ, के को डाका लाग्नु? डाका लागेको भए रुन्थे, कराउँथे, हामीले थाहा पाउने थिएनौँ र? त्यो सब नाटक हो। ऋण धेरै लागेको छ। छोरीलाई फकाएर गहना बेचेर ऋण तिरे, देखाउनलाई आफै त्यस्ता साना साना चोट पारेका। मामाको कुरा सुनेर भिनाजु र उहाँकी माता छक्क पर्नुभयो। पछिसम्म पनि दिदीकी सासू हाम्रा मामाहरूको बुद्धिको स्मरण गरिरहनुहुन्थ्यो। बुबाले आँखाभरि आँसु पारेर सम्धिनी र छोरीलाई भन्नुभयो, मलाई ठूलो दशा लाग्यो, शत्रु लाग्यो, तर म हारेको छैन। म मेरी छोरीलाई जसरी पनि गहना हालिदिन्छु, तपाईहरूले चित्त नदुखाइदिनु। तर बुबाले आफ्नो जीवनकालमा दिदीलाई गहना हालिदिन सक्नु भएन। हामी प्रत्येक मंगलबार र शुक्रबार बिहानैदेखि बारीमा घाँस काटेर बजारमा बेच्न लान्थ्यौँ। 1 रुपैयाँको 4 मुठाका दरले म हप्तामा 6 रुपैयाँ कमाउँथेँ। दिदीले मभन्दा 2 रुपैयाँ बढ्ता कमाउनुहुन्थ्यो। यसरी कमाएको पैसा हामी आमालाई दिन्थ्यौँ। कहिले खाता, मसी र लुगाहरू पनि किन्थेँ म। आमालाई पसलमा पालो दिँदा, विशु मामा र भोलिनी आमाको पसल रुङ्दा मलाई व्यापारको केही अनुभव भएको थियो। पैसा कमाउनु पर्छ भन्ने मनमा हुन्थ्यो, तर कमाउने कुनै उपाय भने थिएन। त्यसबेला म कक्षा 6 को विद्यार्थी थिएँ। शनिश्चरी प्रहरी चौकीको गेट पश्चिमको घर मुरलीधर गट्टानीको थियो। म सधैँ त्यहाँ अगाडिबाट हिँडिरहँदा मुरलीधर गट्टानीकी श्रीमतीले हेरिरहन्थिन्। कहिलेकाहीँ बोलाएर लड्डु पेडा दिने गर्थिन्। उनले मलाई किन माया गर्थिन् त्यो पछिसम्म पनि थाहा पाइन, तर आफ्नै छोरो नाति जस्तो गर्थिन्। एक दिन उनले भनिन्, नानी त रुखमा चढ्न सक्छस्? आजसम्म चढेको छैन, मैले उत्तर दिएँ। उनले आँगनको अम्बकको रुखतिर देखाउँदै भनिन्, हेर अम्बक कति मजाले पाकेको छ। रातभरि चमेराले खाएर आँगनभरि फोहोर पारिदिन्छ। त सक्छस् भने सधैँ आएर पाकेको टिपेर लैजा अनि बेच। अम्बकको रुख धेरै ठुलो थिएन। सक्छु जस्तो लाग्यो। एउटा झोला मागेर चढ्न खोजेँ, चढ्न सकेँ। डराउँदै डह्रो गरी हाँगा समाउँदै बिस्तारै एक एक गर्दै अम्बकहरू टिप्दै गरेँ। त्यो दिन मैले 100 जति अम्बक टिपेँ। बजारमा लगेर आमालाई देखाएँ। आमा छक्क पर्नुभयो। सबै कुरा बताएपछि उहाँले रुख चढेको कुरालाई त्यति मन पराउनु भएन, तर पाकेका ताजा अम्बक 4 आनाको 3 गोटाको दरले फटाफट बिक्यो। एकैछिनमा मैले 8.5 रुपैयाँ कमाएँ। 5 रुपैयाँ आमालाई दिएर 3.5 रुपैयाँ बोकी फेरि गएँ। गट्टानी आमैलाई सबै कुरा भने। उनको अनुहार उज्यालो भयो। मैले भने, अम्बक त छिटै बिक्दो रहेछ, सधैँ लानुपर्दा तपाईँले
पनि अलिकति पैसा राखेर मलाई बेच्नुहोस्, म व्यापार गर्छु। त यति सानो छस्, स्कुल पढ्ने मान्छेले कसरी व्यवहार गर्छस्? म स्कुल छुट्टी भएपछि आउँछु अनि टिपेर बेच्छु। उनले हुन्छ भनिन्। मैले उनलाई 3 रुपियाँ पैसा दिन खोज्दा भनिन्, आजको पैसा तै राख, भोलिदेखि दिनु, बिक्यो भने मात्र दिनु। त्यसपछि दिनै पछि गरी मैले झन्डै 1 महिना जति अम्बक बेचेँ। त्यसरी बेचेको 150 रुपियाँ भएको थियो। त्यो पैसाले मैले कक्षा 7 का लागि पुस्तक र पोसाक किने। एक दिन टिफिनमा विद्यालयबाट निस्केर बजारतिर जाँदै गर्दा प्रहरी चौकी अगाडि निकै भिड थियो। त्यस भिडमा आमा र उहाँका अरू व्यापारी आइमाई साथीहरू थिए। पटवारी बा कराउँदै थिए। एकछिन लाटो जस्तो भएर भिडभित्र आमाको हात समातेर उभिरहे। बिस्तारै कुरा बुझ्दै जाँदा आमाले एउटा उडियालाई ढकले हानेर खप्पर फोरिदिनु भएछ। रगतपछि भएको उडिया चौकीमा उजुर गर्न आएपछि पुलिसले आमालाई लिएर आएको रहेछ। आमालाई पुलिसले लगेको थाहा पाएपछि पटवारी बा पनि पछि पछि गएर चौकीको गेटबाट आमाहरूलाई फर्काएर उडियालाई गाली गर्दै हुनुहुँदो रहेछ। आमाका साथीहरू पटवारी बालाई उजुर गर्दै थिए। यसमा माइलीको केही दोष छैन। त्यो उडिया रक्सीले मातेर आएर जहिले पनि यिनलाई कस्तो नराम्रो गरी हेर्ने, खैनी किन्ने न्युले हात समात्न खोज्ने गर्थ्यो। आज त त्यसले जिउमै हात हाल्नुला जस्तो गर्यो। व्यापारी हुँदैमा कति सहनु। तिनै उडिया मोराहरूले खैनी नकिने किन्दैनन्। माइलीले आज त्यसलाई ढकले हानेकै हो। हामी आइमाईले गरी खान नपाउनु मालिक, पटवारी बाले प्रहरीसँग भन्नुभयो। हामी हुँदाहुँदै हाम्रा छोरीचेलीहरू चौकी पस्दैनन् प्रहरी नानी। यी बजे मेरो जमानीमा रहिन्, चाहिए पछि आउँछिन्, तर यी उडिया मोराहरूलाई ठिक पार्नुपर्छ। त्यसलाई यो ठाउँबाट खेदिहाल। नभन्दै भोलिपल्टदेखि त्यो उडियाले शनिश्चरी छोड्यो। तर आमा बुबा पछि समय डराइरहनु भयो। एकान्तको बसाइ छ, त्यो बलियो उडियाले रात साँझ अभर पार्न सक्छ भन्ने, तर त्यो मनको शङ्का मात्र थियो। त्यो घटनापछि बजारमा सबैले आमालाई आदर गर्न थाले। अरूहरूले पनि बजै भन्थे। फेरि कहिल्यै कसैले त्यस्तो आँट गरेन। कसैलाई अन्याय अप्ठ्यारो परे आमालाई बोलाउँथे। उहाँले गरेका कति निर्णयहरू लागू पनि हुन्थे। दुई 2028 सालमा म कक्षा 5 को विद्यार्थी थिएँ। विद्यालय छुट्टी हुनासाथ दोकानमा जान्थेँ। आमासँग खाजा खाने पैसा माग्थेँ। मुरै र चिया खाएर कहिले भोकै सञ्जीवसँग खेल्न जान्थेँ। साँझसम्म उनीसँग खेलेर दोकान उठाउने बेलामा आउँथेँ र आमासँग घर आउँथेँ। मेरो अधिकांश समय आमासँग नै बित्थ्यो। बुबासँग डर लाग्थ्यो। सुत्ने बेलामा मात्र म बुबाका छेउमा लुसुक्क कुस्रन्थेँ, तर बुबाले पनि मलाई माया गरेर चेपेर न्यानो पारेर सुताउनुहुन्थ्यो। बजारबाट सातपत्रे अलिक एकान्त र निर्जन ठाउँमा पर्थ्यो। त्यहाँ पुग्ने सडक थिएन। पैनीको डिल र खेतको आली हुँदै जानु पर्थ्यो। जहिले पनि अँध्यारोमा घर फर्किन्थ्यौँ हामी। पैनीको डिलै डिल। दिउँसो त्यही बाटो हिँड्दा कतिपल्ट सर्पहरूसँग जम्का भेट हुन्थ्यो, तर रात कहिले पनि सर्पसँग भेट भएन। जहिले पनि सर्पले डस्न सक्ने सम्भावनाबाट हामी यात्रा गर्थ्यौँ। स्कुल छुट्टी भएर हामी केटाकेटीहरू कहिले बजारको कुनै कुनामा गुच्चा, खाप, लक्कु आदि खेलिरहेका बेला कहिलेकाहीँ एकाएक सालबारीतिरबाट हातमा लाठी, कम्मरमा खोकुरी भिरेका मानिसहरूको जुलुस आउँथ्यो। जुलुसका दुवैतिर 2-4 जवान प्रहरी पनि हिँडिरहेका हुन्थे। जोड-जोडले कराउँदै उफ्रिँदै मानिसहरू नारा लगाउँथे, जनवादी शक्ति एक हौं, किसान एकता जिन्दाबाद, शोषक सामन्ती मुर्दाबाद आदि। त्यस्तो जुलुस आउनासाथ हतार हतार मानिसहरू दोकान उठाउँथे। एकै क्षणमा बजार सुनसान हुन्थ्यो, तर हामी केटाकेटीहरूलाई भने रमाइलो लाग्थ्यो। हामी पनि खेल्न छोडेर जुलुसका पछि कराउँदै जान्थ्यौँ। प्रहरीले लाठी उझाएपछि भने हाम्रो सातोपुत्तो उठ्थ्यो र ट्वाल्ल परेर जुलुस गइरहेको हेर्थ्यौँ। बेलुका घरमा आमा बुबाहरूको कुरा हुन्थ्यो। बुबा भन्नुहुन्थ्यो, यिनीहरू माओ त्से-तुङका जनता हुन्। चीनमा माओ त्से-सुङ भन्ने नेता छन् रे। तिनी बिहान घाम झुल्किँदा साना बालक हुन्छन्, दिउँसो जवान हुन्छन्, बेलुका बुढो हुन्छन्। तिनको चिउँडोमा एउटा कोठी छ अरे। त्यो कोठी बिस्तारै सरेर मुखभित्र पसेका दिन तिनी मर्छन् भन्ने भनाइ छ। बुबाका कुराले मलाई अनौठो रमाइलो लाग्थ्यो। म कल्पना गर्थेँ, बिहान घामसँगै जन्मने, घाम जस्तै बढ्दै जाने र घाम जस्तै बुढो हुँदै जाने मान्छे कस्तो हुँदो हो। त्यसलाई देख्न पाए, त्यस्तै हुन पाए कस्तो मज्जा हुन्थ्यो। तर चिउँडामा कोठी चाहिँ नहोस्। बुबाले त्यसै बेला अर्को एउटा विश्वेश्वर कोइराला भन्ने मान्छेको बारेमा पनि बताउनु भयो। लामा लामा घोडामुनिसम्म हात पुग्ने, अग्लो लाम्चो अनुहार, चुच्चो नाक भएको विश्वेश्वर कोइराला राणाहरूको विरोधमा आन्दोलन गर्ने ठूला मान्छे थिए।
7 सालमा लिम्बुवानमा आन्दोलन उठ्दा विश्वेश्वर र राजा मिलेर राणालाई खेदेका थिए। 15 सालको चुनावमा कांग्रेसले जितेर प्रधानमन्त्री भएको एकजना बाहुनको छोरो विश्वेश्वरलाई 2017 सालमा राजाले थुने। अचेल उनी भारतमा गएर बसेका छन्। मैले बीपी कोइराला र माओ त्से-तुङका बारेमा बुबाका मुखबाट सुनेको त्यही नै पहिलोपल्ट थियो। आहा, कस्तो मान्छे होला विश्वेश्वर कोइराला, जसका हात घुँडाभन्दा तलसम्म लत्रिन्छन्। कति अग्ला छन् होला। मलाई माओ त्से-तुङ र बीपी कोइराला दुवै अनौठा र ठूला मान्छे रहेछन् भन्ने लाग्यो। म आफूलाई ऐनामा हेर्थेँ। मेरो चुँडोमा कोठी पनि थिएन र मेरा हातहरू साह्रै छोटा थिए। 2-4 दिन बिराएर जुलुस आइरहन्थ्यो। बिस्तारै मानिसहरूलाई जुलुस बानी पर्दै जाँदै पनि थियो। हामी केटाकेटीहरू पनि जुलुसका अघिपछि कुदिरहन्थ्यौँ। यस्तै एक दिन स्कुल पुग्ने बित्तिकै स्कुल छुट्टी भयो। स्कुलमा गाँठो परेर मानिसहरू कुरा गरिरहेका थिए। सरहरूको अनुहार पनि अँध्यारो थियो। बिस्तारै थाहा पाएँ शनिश्चरी 6 का बुटन चौधरी भन्ने मान्छेको राति हत्या भएछ। शनिश्चरी गाउँ पञ्चायतका वडा सदस्य रहेका बुटन चौधरीलाई आज राति डाकाहरूले मारेछन् भन्ने हल्ला थियो। हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा उपन्यासकार कृष्ण धरावासीको उपन्यास आधा बाटो सुनिरहेका छौं। केही बेरपछि यसको बाँकी अंश लिएर आउनेछौं। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। कार्यक्रम श्रुति सम्वेग तपाई अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसैगरी तनहुको मादिसेती एफएम, फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। यस्तै रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेग प्रसारण भइरहेको छ। श्रुति सम्वेगको आजको श्रृंखलामा हामीले कृष्ण धरावासीको उपन्यास आधा बाटो सुन्दैछौं। अब सुनौ उपन्यासको बाँकी अंश। – 2028 सालमा कक्षा 5 को विद्यार्थी थिएँ म। हामी हाम्रो विद्यालय घरको सबैभन्दा पूर्वमा आइपुगेका थियौं। अब अर्को वर्षमा हामी हाई स्कुलमा जान्थ्यौं। कक्षा 5 मा रहेको वर्ष मलाई घरिघरि किन सम्झना आइरहन्छ भने त्यही वर्ष राजा महेन्द्रको स्वर्गारोहण भएको थियो। त्यसै वर्षमा शनिश्चरीमा नारा जुलुस र मान्छे काट्ने घटनाहरू भएका थिए र त्यसै वर्ष पहिलोपल्ट हाम्रा सर हस्त परियारले हामीलाई कक्षामा साहित्यिक कार्यक्रम गराउन थाल्नु भएको थियो। एक बिहीबार उहाँले भन्नुभयो, भोलि शुक्रबार सबैले एक-एकवटा कथा कविता लिएर आउनु। घरमा गएँ, भोलिका लागि के लेख्ने भनेर घरमा भएका किताबहरू पढ्न थालेँ। एउटा रमाइलो नानी भन्ने किताब थियो, त्यसमा एउटा कथा रहेछ। त्यही कथा खातामा सारेँ। भोलिपल्ट कक्षामा हस्त सरले साहित्य गोष्ठी सुरु गर्नुभयो। धेरैजनाले केही पनि ल्याएका थिएनन्। कसैले गीत गाए, कसैले नाचे, कसैले कथा भने, कसैले आफ्नै कक्षाको किताबको कविता कण्ठ गरेर सुनाए। सञ्जीवले आफै लेखेको एउटा कविता सुनाए। हस्त सरले त्यसको खूब तारिफ गर्नुभयो। मैले सारेर ल्याएको कथा सुनाए काम्दै। अब प्रत्येक शुक्रबार हस्त सरको कक्षा यस्तै रमाइलो गरी मनाउने भन्ने नियम बस्यो। हामी प्रत्येक हप्ता केही न केही लेखेर ल्याउँथ्यौं। सञ्जीवका कविताहरूको सधैँ तारिफ हुन्थ्यो। म भने जहिले पनि कुनै न कुनै किताबबाट कथा नै सारेर ल्याउँथेँ। नाच्ने गाउने कविता भन्ने बानी बस्दै गयो। – 2028 साल माघमा राजा महेन्द्रको मुटुको व्यथाबाट निधन भयो। एकाएक राजा महेन्द्रको निधनले चारैतिर शोक फैलियो। घरघरै मानिसहरूले कपाल खौरिए। 5 दिनसम्म विद्यालय छुट्टी भयो। घरघरमा ठूला मान्छेहरू कुरा गर्थे। राजाको नातिको ग्रह कडा थियो। बाजे खाने ग्रह थियो नातिको। नाति वर्ष दिन नपुग्दै बाजे खसे। ज्योतिषीहरूले भनेका अरे यो नाति राजा हुँदैन रे।
म धेरै कुरा बुझ्ने नभए पनि राजाको नाति राजा हुन पाउँदैन अरे भन्ने कुराले भने तर्से जस्तो हुन्थे। कोही भन्थे बाबु राजा मरिगए, अब फेरि काङ्ग्रेस आउँछ होला, छोरो कलिलै छन्, विश्वेश्वर जस्ता मान्छे भारतमा बसेका छन्, कलिलो राजाले कसरी थाम्ला। लामा लामा हात भएको अग्लो विश्वेश्वर आउँछन् होला भनेको सुन्दा चाहिँ भित्र कहीँ मनमा अब तिनलाई देख्न पाइन्छ कि जस्तो लाग्थ्यो। चौडामा कोठी भएको, बिहान जन्मने, दिउँसो जवान हुने र बेलुका बुढो हुने माओ त्से-तुङ चीनको राजालाई देख्न नपाए पनि विश्वेश्वरलाई त देखिने भयो भन्ने लाग्थ्यो मनमा। प्राथमिक कक्षा पार गरेर कक्षा 6 मा पुगेपछि हाम्रो बस्ने कोठा पनि फेरियो र हाई स्कुलको छात्र भइयो। कक्षा 6 मा पुगेपछि स्कुल भर्ना गर्नुपर्ने, फिस तिर्नुपर्ने र महँगा किताब किन्नुपर्ने रहेछ। कक्षा 5 पास गरेको खुसीसँगै कक्षा 6 मा लाग्ने खर्चले अर्को सङ्कट पैदा गरेको थियो। बजारमा दिनको 10-12 रुपियाँ भन्दा बढी बिक्री नहुने, त्यसमा पनि सुर्ती लाली किन्नुपर्ने, नाफा त कति बस्थ्यो होला र। दिनभरि बेचेको पैसाबाट बेलुका र बिहानका लागि चामल, तेल, तरकारी किन्नुपर्ने। दैनिक किनी खाने बिमारले गर्दा कहिल्यै पैसा सञ्चित हुँदैन थियो। आमाले कसरी जुटाएर त्यो वर्ष मेरो स्कुल भर्ना गरिदिनु भयो। निकै महिना लगाएर किताबहरू पनि भेला गरेँ। प्राय धेरै किताबहरू पुराना नै आधा दाममा भेटिए। एउटा दीपक रिडर भन्ने अङ्ग्रेजी किताब भने बजारमा पनि किन्न पाइएन। एक दिन सुन्यौं दीपक रिडर बिर्ता बजारमा किन्न पाइन्छ। त्यो सुनेपछि सञ्जीव, म, ओम प्रकाश तिमिल सिन्हा, गोपाल कणेल र भिखमचन्द्र मित्तल शनिश्चरीबाट किताब किन्न हिँडेर बिर्ता बजार झर्यौं। मसँग दीपक रिडर किन्न पुग्ने 7 रुपियाँ मात्र थियो। सञ्जीव र भिखमाले अलिक बढी पैसा बोकेका रहेछन्। ओम प्रकाश र गोपाल कणेलसँग पनि पैसा रहेनछ, तर बाटाभरि पैसाको कुरै गरिएन। पैदलै हिँडी बिर्ता बजारमा पुगेर एउटा पुस्तक दोकानमा सोध्यौं। त्यहाँ त्यो किताब थिएन। दोकानेले भन्यो हिमालय पुस्तक पसल भद्रपुरमा मात्र त्यो पाइन्छ। कहिले नदेखेको ठाउँमा पुगिओरी फर्किन पाएकोमा मलाई भने मनमनमा रमाइलो लागेको थियो। धन्न भिखमले गर्दा आज भद्रपुर देख्न पाइयो भन्ने खुसी लागेको थियो। पैदल हिँडेर आउँदा त्यति टाढा होला भन्ने सोचेको थिएन। जति हिँडे पनि झन्झन टाढा जस्तो लाग्न थाल्यो। भोक लाग्न थाल्यो। राति 8 बजेतिर हामी बिर्तामोड आइपुग्यौं। बिर्तामोडमा एउटा ट्याक्सी शनिश्चरीतिर हिँड्न खोजिरहेको रहेछ। हतार हतार आएर हामी चढ्यौं। गाडी पनि हिँडिहाल्यो। घर पुग्दा राति 9 बजेको थियो। 9 बजे राति एक्लै अँध्यारोमा म 7 पत्रे पुगेको थिएँ। जसोतसो स्कुल भर्ना पनि भयो। पुस्तक पनि भेला भयो। पढ्न थालियो। माघ महिनातिर सूचना निस्क्यो। गरिब तर जेहनदार विद्यार्थीका लागि निःशुल्क तथा अर्धनिःशुल्कको व्यवस्था हुने भएकाले निवेदन हाल्नुपर्ने। म जेहनदार त थिइनँ, गरिब भने थिएँ। निवेदन हाले मैले पनि। एक दिन निःशुल्कका निवेदनहरूको छानबिन प्रक्रिया सुरु भएछ। अन्तर्वार्ताका लागि म पनि हेडसरको कोठामा पुगेँ। हेडसर र अरू 3-4 जना सरहरू थिए। जग्गा जमिन, घर, आमाबाबु, भाइ बहिनी सबैबारे सोधेका प्रश्नहरूको मैले नढाँटी जवाफ दिएँ। त्यसरी जवाफ दिँदा मेरो उत्तर यस्तो हुन पुगेछ। घर 7 पत्रेमा आफ्नै जग्गामा छ। आफ्नो जग्गा 2 बिघा छ। परिवार संख्या 5। बुबा खेतीपाती गर्ने, आमा बजारमा चुरसुर्तीको पसल थाप्ने। घरमा पढ्ने विद्यार्थी भनेको 1 जना, म मात्र। अन्तर्वार्ता दिएर बाहिर आएँ। बाहिर आइपुग्दा पनि म अझै थरथर कामिरहेको थिएँ। त्यत्रा सरहरूको अगाडि त्यसरी बोलेको त्यो पहिलोचोटि थियो। मैले सोधेका प्रश्नहरूको जवाफ दिनुभन्दा काम्नु बढ्ता गरेछु भित्र पनि। पछि निःशुल्क, अर्धनिःशुल्क पाउनेहरूको नाम प्रकाशित भयो। त्यसमा मेरो नाम थिएन। मेरै कक्षाका पनि मैले नै पनि राम्ररी चिनेका निकै धनी मान्छेका छोराहरूको नाम कसैको निःशुल्कमा, कसैको अर्धनिःशुल्कमा निस्केको थियो। आफ्नो नाम ननिस्केकोमा मलाई साह्रै नै पीर पर्यो। त्यो वर्ष महिनै पछि स्कुलका मासिक रु 6 तिर्न हामीलाई साह्रै गाह्रो परेको थियो। फेरि खाता मसी म प्रशस्त खर्च गर्थेँ। पढ्नुभन्दा बढी लेख्ने गर्थेँ। पढेर भन्दा लेखेर छिटो याद हुन्थ्यो मलाई। तर जति नै लेखे पनि मेरा अक्षर भने राम्रा हुन सकेनन्। मैले अक्षर राम्रो बनाउनेपट्टि ध्यान पनि दिइनँ। मलाई सानैदेखि प्राविधिक प्रकारका काम मन पर्दैन थियो। अक्षर राम्रो पार्नु पनि प्राविधिक कार्य हुन्थ्यो क्यारे सायद। जा जा रे अपने मंदिरवा, जा जा रे अपने मंदिरवा, जा जा रे अपने मंदिरवा। बजारका पुराना साथीहरूको सङ्गत छुटेको भए पनि विश्व मामा र भोलिनी आमैसँगको सङ्गत भने मेरो यथावत थियो। म त्यहाँ दोकानमा छेउछाउ पुगेँ भने विश्व मामाले बोलाइहाल्थे र दोकानमा बस्दै गर्दा
लगाएर कतै हराउँथे, कहिलेकाहीँ 4-5 घण्टै हराउँथे। त्यसरी हराउँदा प्राय उनी तास खेल्न जान्थे। म जेलमा परे जस्तो हुन्थे। न छोडेर हिँड्नु न बसिरहनु। आफूलाई पनि साथीहरूसँग खेल्न जान हतार लागेको हुन्थ्यो। तर जस्तो भए पनि आफ्नो जिम्माको काम मैले सधैँ पूरा गरेँ। उनको दोकान राम्ररी चल्थ्यो। मलाई प्राय दोकानका सबै वस्तुको मूल्य थाहा थियो। जति नै भिड भए तापनि म सुरैसँगले सबैलाई सामान दिन्थेँ। जति पैसा आउँछ गल्ला खुल्लै हुन्थ्यो, त्यहीँ राख्थेँ। साटेर फिर्ता पनि दिन्थेँ। एक दिन यस्तै शनिबारको दिन थियो। म आमासँग बिहानै बजार पुगेको थिएँ। शनिबारका दिन बिहानै जो भए पनि आमाका साथमा एकजना जानै पर्थ्यो। शनिबार नै थियो। हप्ताभरिका लागि चाहिने सरसामान किन्ने, खास गरी सुर्ती त शनिबार नै किन्नु पर्थ्यो। दोकान ओछ्याइदिएर आमा सौदा गर्न बजार पस्नुहुन्थ्यो। हाम्रो दोकानमा खास सामान के नै हुन्थ्यो र? खाटमाथि ओछ्याउने त्यस्तै 6-4को प्लास्टिकको टुक्रा हुन्थ्यो। ढाकीमा चुर बेच्ने सेतो कागज, खैनी खाने आँटी सुर्ती सलाई, त्यति त हुन्थ्यो। जम्मा जोडजाड गर्दा त्यही 50-60 रुपियाँको सामान हुन्थ्यो होला। ढाकीमा 1.5 2 किलो जति चुर हुन्थ्यो। कहिलेकाहीँ पहाडतिरकाहरूले 1 किलो नै किनिदिए भने दोकानै उठ्थ्यो। आधा पावा 1 पावासम्म किन्ने आए र बेच्न पाइयो भने त्यो दिन आमाको अनुहार नै अर्कै भएको हुन्थ्यो। लहरै बसेका अरू चुराबाल्नेहरूसँग सधैँ प्रतिस्पर्धा चलिरहन्थ्यो। कहिलेकाहीँ प्रष्टैसँग भनाभन पनि हुने गर्थ्यो। जे भए पनि भित्रभित्रै ठुलै प्रतिस्पर्धा हुन्थ्यो। 4वटी चुरवाल्ने प्रतिस्पर्धीहरू नै आमाको इखालु संसार थियो। ऋणपान सापटी पनि तिनीहरूसँगै चल्ने, दुःख सुख पिरपोखाइ पनि तिनीहरूसँगै हुने। अरू बिहाबारीहरूसँग बाँच्नु परे पनि उनीहरूसँग एक हुनुपर्ने। तर भित्रभित्रै चाहिँ एकले अर्काको हदैसम्म विरोध गरिरहेका हुन्थे। सानो कुरामा ठूलो मुद्दा बनेको हुन्थ्यो भने सानै कुरो खुसी र रमाइलोको विषय पनि बनेको हुन्थ्यो। आमाका चुर बेच्ने अरू साथीहरूमा बुजेल्नी, कम्मर्नी, खुलाल्नी, प्रसाइनी, सिटौलिनी आदि आइमाई साथीहरू थिए। यीमध्ये प्रसाइनी, मालदिदी बाहेक सबै नै आमाभन्दा उमेरले जेठी थिए। यी कोही पनि एकअर्कामा सबै ठ्याक्क मिलेको दिन भने कहिले आएन। कहिले को मिलेर कसको विरोध गर्ने, कहिले को मिलेर कसको। आज आन्द्रो गाँसिए जस्तो भोलि नबोल्ने भइरहेका हुन्थे। यिनीहरूको आपसी तनावको खास कारण भने सुर्ती हट्टीमा सुर्ती किन्दा वा दोकानमा एकअर्काको ग्राहक भड्काएको विषयमा हुन्थ्यो। सुर्ती किन्दा 2-4 रुपियाँ नपुग्दा एक क्षण पनि सापट नपत्याएको विषय साह्रै इखालो हुन्थ्यो भने एउटाको चुर चाखेर किन्न आँटेको ग्राहकलाई आफ्नातिर बोराएर अलिकति थपिदिँदै बेच्नाले बाजा बाजको स्थिति आउँथ्यो। तर उनीहरूको रिस, इख र विवाद दीर्घजीवी हुँदैन थियो। एक क्षणपछि नै सामान्य भएर आफ्नो पसल रुङ्न लगाई फेरि कतै गइसकेका हुन्थे। धन कमाउने, धनी हुने, मिठो खाने र राम्रो लगाउने उनीहरूमा प्रतिस्पर्धा थिएन। प्रतिस्पर्धा केवल 2 छक खाने व्यवस्थाका निमित्त मात्र थियो। दिनभरि कमाएको पैसाले आज साँझ र भोलि बिहानको छाकको व्यवस्था हुन सके प्रसन्न हुन्थे। जब आमाले 3 बजेतिर 1 केजी चामल किन्नुहुन्थ्यो, उहाँ त्यो दिन प्रसन्न भइसक्नुहुन्थ्यो। शनिबारको दिन सदाको भन्दा धेरै बित्थ्यो। कहिले त 50 रुपियाँ जति पनि हुन्थ्यो। शनिबार चाहिँ चुरसुर्ती बाहेक फलफुल र तरकारी पनि खरिद गरेर बिक्री गर्नुहुन्थ्यो। शनिबार बुबा र म पनि आमालाई मद्दत गर्थ्यौं। त्यो शनिबार आमालाई दोकानमा पालो दिइसकेपछि म फुर्सद भएँ। आमाले मलाई छिट्टै घर गएर खाना खाएर पालो दिन आउनु भने हातमा चाराना पनि राखिदिनु भएको थियो। खुसी भएर चाराना पैसा गोजीमा हाली डुल्दै विशु मामाको दोकानतिर गएँ। मलाई देख्ने बित्तिकै उनले भनिहाले, मान्छे खोज्दै थिएँ, आइपुगेछस्, एकछिन दोकानमा बस्दा आइहाल्छु भनेर उनी हिँडे। म सदा चाहिँ दोकानमा चढेर बसेँ। शनिबारको दिन अरू दिनभन्दा बढ्दै बिक्री हुने। म सुरैसँगले सबैलाई पालै सामान बेच्थेँ। पान बनाउन म सिपालु भइसकेको थिएँ। पानका सबै मसलाहरू चिन्ने र आफै पनि जर्दा पान मज्जाले खान थालेको थिएँ। कक्षा 3 को विद्यार्थी हुँदै म खैनी खान्थेँ। कहिलेदेखि खैनी खान सिकेँ थाहा छैन। दोकानमा ग्राहक अलिक पातलो भएका बेला एउटा मानिस ग्लुकोज बिस्कुट 1 दर्जनको प्याकेट किन्न आयो। त्यो 1 दर्जनको प्याकेटको दाम 12 रुपियाँ थियो। त्यसले मेरो हातमा पैसा राखेर बिस्कुटको प्याकेट समाती कुद्दै गएर बिर्ता मोडतिर हिँड्ने लागेको ट्याक्सीमा चढ्यो। ऊ झुन्डिने बित्तिकै गाडी हिँडी पनि हाल्यो। पैसा मेरो हातैमा थियो। मैले पैसा गने। पैसा 2टा 10 का नोट र 2टा 1 का नोट थिए। मैले दोहोऱ्याएर गने। वास्तवमा पैसा 22 रुपियाँ थियो। 12 रुपियाँको चिजलाई 22 रुपियाँ दाम दिएर एउटा मान्छे मैले देखि गाडी चढेर गइसकेको थियो। 10 रुपियाँ दाम बढी मेरो हातमा आएपछि मनमा झट्ट कुरा खेल्न थाल्यो। यो बढी भएको 10 रुपियाँ अब के गर्ने? गल्लामा राखे पनि विशुमामालाई त्यो थाहा हुँदैन। अनि मनमा नै सोचेँ, यो पैसामा विशुमामाको केही हक छैन। उनको सामानको 12 रुपियाँ राखिदिए हुन्छ। बढी आएको पैसा मेरो हुनुपर्छ भन्ने सोची निर्णय गरेर त्यो 10 को नोट गोजीमा राखी बाँकी 12 रुपियाँ गल्लामा हालिदिएँ। दोकानमा ग्राहकको भिड बढिरहेको थियो। म सामान बेचिरहेको थिएँ, तर अब मेरो मन शान्त थिएन। म भित्र कहिले नभएको द्वन्द्व सुरु भइसकेको थियो। मैले ठिक गरेँ कि गरिनँ भन्ने सोचले म ग्रस्त हुँदै गएँ। आजभन्दा अघि मैले कहिल्यै त्यसरी
फेरि अर्काको दोकानको पैसा गोजीमा हालेको थिइनँ। मैले बालकै भए पनि कमाएको विश्वास इमान्दारिताकै थियो। एकाएक मनमा तर्कन आयो, यदि केही गरी मेरो गोजीमा कसैले 10 को नोट देखेर सोध्यो भने मैले के जवाफ दिने? विश्व मामाले नै भेट्यो भने मेरो अवस्था के होला? मैले साँच्चै कुरा बताएँ भने पनि तिनले पत्याउलान्। पहिला समेत कुनै चिज हराएको थियो भने त्यसको समेत अभियोग लाग्न सक्छ। अनि म दोकान त्यत्तिकै छोडिराखेर पिसा फेर्ने न्यु गरी कृष्ण मिलको कम्पाउन्डभित्र छिरेँ। गोजीबाट नोट झिकेर कट्टुको इजार घरभित्र त्यसलाई पल्टाएर सानो पारेर छिराएँ। अब ढुक्क भयो, तत्काल कसैले भेट्दैनन्। आएर फेरि दोकानमा बसेँ। विश्व मामाको अत्तो पत्तो थिएन। एक क्षणसम्म त मन शान्त भयो, तर एक क्षणपछि फेरि मनमा अनेक शङ्का उत्पन्न हुन थाल्यो। केही गरी त्यो मान्छे फर्केर आयो भने के भन्ने? तैँले पैसा दिनस् भन्ने कि दिस् भन्ने? दिनस् भन्दा खै यसको गोजी छामु भने सबतिर छामछुम गरे भने इजार घरको पैसा त त्यसै पनि भेटिहाल्छन्। अनि त मेरो झन् कत्रो बदनाम होला। भोलिदेखि मलाई कसैले विश्वास गर्दैन। यो कुरा स्कुलसम्म पनि पुग्छ र साथीहरूका बीच पनि म बदनाम हुन्छु। मलाई कति बेला त्यो दोकानबाट हिँड्नु, भाग्नु जस्तो लाग्न थाल्यो। तर विश्वमामा आउने कुनै सङ्केत थिएन। म फेरि दोकानबाट उत्रिएँ। बजारको पश्चिम पल्लो छेउमा दुर्गाको मन्दिर छ। त्यसै मन्दिरको गेटका छेउमा एउटा निकै ठुलो ढुङ्गा थियो। इजार घरबाट त्यो नोटलाई निकालेर त्यही ढुङ्गोले थिचिदिएँ। यसो वरिपरि हेरेको कसैले पनि देखेका थिएनन्। अब मलाई यति शरीर हलुङ्गो भयो कि फर्केर आउँदा त्यसै जिउ माथि माथि उडे झैँ लाग्थ्यो। दोकानमा अझै विश्वमामा आएका थिएनन्। शान्त र धीरज भएर अब म व्यापार गर्न थालेँ। संसारको जस्तै शक्तिले पनि अब मलाई अपराधी बनाउन सक्दैन भन्ने विश्वासले म खुसी थिएँ। झन्डै 2 घण्टापछि विश्वमामा आइपुगे। उनी आइपुगेपछि म दोकानबाट बिदा भएँ। हिँड्ने बेलामा उनले मलाई 1 रुपैयाँ पनि दिए। दोकानबाट उत्रेर सरासरी म दुर्गा मन्दिर अघि पुगेँ। ढुङ्गो पल्टाएँ। पैसा जस्ताको तस्तै थियो। त्यसलाई त्यहाँबाट निकालेर गोजीमा राखी अर्को बाटो भएर घर आएँ। भात खाएँ। म ढिलो घर आएकोले आमाले पालो दिन बुवा गइसक्नु भएको रहेछ। खाना खाइसकेपछि एक क्षण म घर नबस्ने मान्छे त्यो दिन घरमै बसिरहेँ। बेलुका आमाले खबर ल्याउनु भयो। एउटा मान्छे विश्वमामाको दोकानमा आएर 10 रुपैयाँ बढी पैसा छोडेको चर्चा गर्थ्यो रे। र विश्वमामाले त्यो केटा त्यस्तो छैन, तपाईँले त्यसरी बढी छोडेको भए उसले मलाई भन्थ्यो भन्दै सम्झाएर पठाएछन्। आमाले पनि मलाई खेर्नु भयो, तर मैले होइन भनेरै टारेँ। मलाई कसैले शङ्का गरेनन्। सबैले मेरो कुरा पत्याए। तर मसँग 10 रुपैयाँ त थियो आखिर। त्यसले मलाई क्रमशः सताउन थालेको थियो। के गर्ने, त्यत्रो पैसा गोजीमा राखिरहनु पनि खतरा थियो। कुनै चिज खरिद गर्दा पनि त्यो कुन पैसाले किनेको भन्ने, कुनै चिज किन्दा मसँग हुने पैसाको स्रोत खोल्नु जरुरी थियो। त्यो 10 को नोट मेरा लागि ठूलो समस्या बन्दै गयो। त्यो नोटबाट मुक्ति पाउने कुनै उपाय नदेखेपछि एक दिन मैले ठूलै निर्णय गरेँ। अर्थात् सिधै लगेर मैले 1 महिनाको स्कुल फिस तिरिदिएँ। 4 रुपैयाँ फिर्ता पाएँ। ठूलै बोझ घटे जस्तो लाग्यो। अब 4 रुपैयाँ त म जसरी पनि लुकाउन घटाउन सक्थेँ। सदा अरू साथीहरूले मिठाई चटपटे बरफ आदि खुवाउँथे। मैले पनि 1-2 दिनसम्म लगालग खर्च गरेँ। उनीहरू पनि खुसी भए। त्यो पैसा त सजिलै कसैले थाहै नपाई खर्च भएर सकियो। तर भित्र मनमा भने एक किसिमको डरले जति बेला पनि बास गरिरह्यो। त्यो बढी पैसा दिने मान्छेको थियो। म चिन्दिन थिएँ, तर मैले नचिने पनि त्यस मान्छेले मलाई चिन्न सक्छ र समाउन सक्छ कि भन्ने अज्ञात भए सदा जीवन्त रह्यो। कक्षामा दाहाल सर शिवप्रसाद दाहाल पढाउने क्रममा नैतिकता र इमान्दारिताका कुराहरू व्याख्या गर्दै जानुहुन्थ्यो। मेरो शिर बिस्तारै झुक्दै र अनुहार अँध्यारिँदै जान्थ्यो। मलाई दाहाल सरलाई देख्नासाथ भित्र कता कता एक किसिमको डर उत्पन्न हुन थाल्यो। कहिलेकाहीँ लाग्थ्यो सबै कुरा सरलाई बताइदिउँ, तर त्यो आँट पनि भएन। त्यो 10 रुपैयाँको नोटले म भित्र एउटा हीन ग्रन्थीको सानो बिरुवा रोपिदिएछ, जो पछि निकै मजाले झ्याङ्गिन पुगेको थियो। मैले जीवनमा पहिलोपल्ट गरेको त्यो आर्थिक भ्रष्टाचार धेरै महँगो बन्यो मलाई। श्रुति सम्वेगमा भर्खरै वाचन भएको कृष्ण धरावासीको नयाँ उपन्यास आधा बाटो थियो। आत्मकथाको रूपमा भर्खरै बजारमा आएको आधा बाटोको तेस्रो श्रृंखलासम्म आइपुग्दा कृष्ण धरावासीका आफ्नो बाल्यकालका संस्मरणहरू प्रस्तुत गर्नुभएको प्रसंग वाचन भयो। बाँकी प्रसंग अर्को साता हामी सुनाउँछौ। हवस् त श्रुति सम्वेगमा आज वाचन भएको उपन्यास आधा बाटोबारे तपाईका केही प्रतिक्रिया, सल्लाह, सुझाव वा विश्लेषण भए हामीलाई लेखेर पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र इमेल ठेगाना हो shruti@unn.com.np।
आउँदो साता आजको दिन आजकै समयमा कृष्ण धारावासीको आधा बाटोको चौथो श्रृंखला लिएर आउँछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा हामीले विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा प्रसारण गर्छौं। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकेसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राज भण्डारी पनि बिदा पाऊँ। शुभरात्री।